हिजो हामी झन्नै 5 घण्टाको यात्रापछि मन्थलीबाट यो सिन्धुपाल्चोक जिल्लाको यो बोर्ड गाउँ प्राथमिक अस्पतालमा हामी आएका छौँ र आज हामीले बिहान 8 बजेदेखि अहिले झन्नै 3 बजेसम्म हामीले यहाँ स्वास्थ्य सेवा प्रदान गर्यौँ। हामीसँग सिङ्गापुरबाट आउनुभएका र बेल्जियमबाट आउनुभएका हाम्रो भोलिन्टियरहरू पनि हुनुहुन्छ। हामीले यहाँको सेवा दिने मौका त हामीले पहिले पनि पाएका थियौँ। विगत झन्नै 8 वर्षदेखि म यहाँ लगातार आइरहेको छु, वर्षमा एकचोटि दुईचोटि। खास गरी यो गाउँको मलाई अलि माया छ। यो इन्द्रावती गाउँपालिका अन्तर्गत पर्दछ र यस गाउँमा पहिलेदेखि नै मैले देखेको जो समस्याहरू छ, आज यो 8 वर्षपछि हेर्दाखेरि यसको एकदम भिन्नता मैले पाएको छु। यहाँको बच्चाहरू, यहाँको युवाहरू, यहाँको वृद्धहरू, उहाँहरूमा जो एवेयरनेसको लेभल छ त्यो चाहिँ धेरै नै पाएको छु। यो चाहिँ एउटा जय नेपाल भन्ने जो संस्था छ, एनजिओ छ र उहाँहरूले विगत 10 वर्षदेखि ठुलो परिश्रमका साथ धेरै कामहरू यहाँ गर्नुभएको छ। यो नै साँच्चै भन्यो भने नेपालको कम्युनिटी डेभलपमेन्ट गर्ने मोडल हो भन्ने मलाई लाग्दछ। र यसको स्वास्थ्य चाहिँ एउटा सानो युनिट हो र त्यो युनिट अन्तर्गत हामीले कम्युनिटीमा स्वास्थ्य सेवाहरू प्रदान गरेको हामीले देखेका छौँ र मलाई यहाँको गाउँ पनि म गएको छु र मैले देखेको छु। आज म यहाँ के भन्न चाहिरहेको छु भने यसरी विकट त नभनौँ तर धेरै नजिकै काठमाडौँबाट 4-4.5 घण्टाको दूरीमा रहँदाखेरि पनि गाउँमा भएका जुन स्वास्थ्य समस्याहरू छ यो हेर्दाखेरि चाहिँ अझै पनि धेरै विकराल समस्या छ जस्तो लाग्छ। उहाँहरू विशेषज्ञ सेवा होइन, उहाँहरू मेडिकल अफिसरको सेवा पनि कहिलेकाहीँ अन एन्ड अफ भएर पाएर वा नपाएर भने धुलिखेल अस्पताल त्यहाँबाट 1.5 घण्टा 2 घण्टाको दूरीमा छ, तर पनि यहाँ राम्रो स्वास्थ्य सेवाको उपलब्धता छैन। बिरामीहरू छन्, अलिकति यहाँ यो रक्सीको पनि समस्या छ, यो अलिकति युवाहरूमा, अलिकति एजेड मान्छेहरूमा रक्सीले गर्दाखेरि हुने समस्याहरू पनि देखिएको छ। त्यस्तै महिलाहरूमा धेरै उनीहरूको यौन तथा प्रजनन अङ्ग सम्बन्धी समस्याहरू त्यत्तिकै देखिएको छ। उहाँहरूको हार्ट जोनीको समस्याहरू यत्तिकै देखिएको छ। उहाँहरूको मृगौलाको समस्या छ, उहाँहरूको पेटको समस्या छ भने विशेषज्ञ सेवाको धेरै जरुरी छ। तर यस्तो ठाउँमा जो धेरै नितान्त आवश्यकता छ, अब यो हामीले कहिले पुर्याउने होला भन्ने चाहिँ हाम्रो ठुलो प्रश्न चिन्ह हाम्रो अगाडि आएको छ। सायद भन्नु पर्दा हामी स्वास्थ्य सेवा प्रदान गर्ने भनेर बसेकाहरूको लागि यो अलिकति लाजमर्दो कुरा हो जस्तो पनि मलाई लाग्दछ। So I'm Louise, I'm from Belgium. I'm last year medical student and I came here 2 days to see all the hospital and all the community work. So I think it's really important to continue to work in this hospital and to increase the healthcare here. Hi, I'm Trisha. I'm a final year medical student from Singapore. We did a health camp here today, and it was really eye-opening for us to see the village and meet the villagers as well. I want to thank all the villagers for letting us examine them, take care of them, and also for being so welcoming here. Hi, I'm Kevin, also from Singapore. I thought this experience was very meaningful. I'm Kevin, also from Singapore. So I thought this whole health camp was very meaningful. A lot of the patients came in had some tummy pain, and it's very nice that we could scan them to find out what is wrong with them and give them the appropriate treatment. And I hope this project can help to raise health literacy among the villagers, and hopefully there's some continuity and we can provide better care for them. Thank you. Thank you. म चाहिँ अब धन्यवाद दिन चाहन्छु जय नेपाललाई र म यो एउटा मोडलको रूपमा के देख्दछु भने कम्युनिटी डेभलपमेन्ट मोडल त छँदैछ र जुन गाउँपालिका इन्द्रावती गाउँपालिका र जय नेपालले दुवैले मिलेर यहाँको स्वास्थ्य सेवालाई जसरी सुदृढ गर्नका लागि उहाँहरूले एकदम मिलेर लागि पर्नु भएको छ। यो एउटा एनजिओ र सरकार मिलेर गर्न सकिने कामको मोडेल देखिन्छ। त्यसैले म के गर्छु भने जय नेपाल र इन्द्रावती गाउँपालिकालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु र फेरि पनि मैले मौका पाएँ भने यसरी सेवा गर्न यो गाउँमा आउन चाहन्छु। धन्यवाद। Thank you.